नमस्कार दर्शकगण, यो माइतीघर मण्डलाको दृश्य हो। माइतीघर मण्डलामा हिजो जेनजी युनाइटेडको नामबाट यहाँ धरना भएको थियो, तर आज भने जेनजी युनाइटेडको नामबाट धरना प्रदर्शन आन्दोलन गर्नका निमित्त यहाँ आउने समूहलाई नेपाल प्रहरीले झ्याप समाउँदै गाडीमा राख्दै प्रहरी परिसर काठमाडौँमा पुर्याएको अवस्था छ। अहिले सम्पूर्ण रूपमा माइतीघर मण्डला सुनसान छ, खाली छ। यहाँ प्रदर्शन छैन, धरना छैन, विरोध छैन, नाराबाजी छैन, केही पनि छैन। केही व्यक्तिहरूलाई पक्राउ गरिएको छ, यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ। तन्मै छ त्यसैले जेनजीहरूलाई समातिएको छ। माइतीघर मण्डलामा प्रदर्शन गर्दै गरेका हिजो पनि अनुमति बिना प्रदर्शन गरेको भन्दै उनीहरूलाई कार्यक्रम गर्न रोकिएको थियो। तर के हान्नुहुन्छ अब तपाईँहरू अब के हान्नुहुन्छ? हामी लोगे पनि हामी डराउँदैनौँ। हामी किन डराउने? हामी राम्रो कामको लागि किन डराउने? हामी युनिटी चाहिँ हुनुपर्छ भनेर हामीले माग छ। हाम्रो प्लेकार्डमा त्यस्तो के दिएको छ? हामी डराउँदैनौँ। यिनीहरूले लगे पनि हामी लान्छौँ। लगोस्, हामी डराउँदैनौँ। अनुमति चाहिँ लिएको भए हुन्थ्यो कि? कस्तो अनुमति छ यो? के भनेर समाउनु भएको छ? केही नभनिकन लिएर गएको छ। केही भने हैन? केही भनेको छैन। यहाँले बस्दै गर्दाखेरि लिएर गएको हो। यहाँले बस्दै गर्दा लिएर गएको छ। अब तपाईहरुलाई नि समाउँछ होला के गर्नु? समाओस्, हामी जानको लागि तयार छौँ। हामी युनाइटेडको लागि अलिकति चाहिएको के हो? यता भन्नु न, आवाज यहाँ सुनेको छ। चाहिएको चाहिँ के यहाँहरुलाई? हामीलाई युनाइटेड चाहिएको। आजको दिनमा जेनजी एउटा भागमा विभाजन हुँदै गर्दा सरकारले एउटा पक्षको माग सुन्दै गर्दाखेरि अरूको जेनजीको भावना